दर्शकबिन यी हुन् समाजसेवी तथा कलाकार धुर्मुस यानाकी सीताराम कटेल। यिनी अहिले बिमारी अवस्थामा छन्। यिनी बिमार हुनुको कारण यो समाज हो। यो समाजले गर्दा समाजले उनलाई झुटो आरोप लगाएर उनलाई पीडामा मानसिक रूपमा पुर्याएर यस्तो अवस्थाले बिमार भएका छन् कि यिनी मानसिक रोग लागेको छ यिनलाई। अहिले यिनी बिमार अवस्थामा छन् किनकि सबैले अर्काको कुरा खानुमा पहिला सबभन्दा पहिला एकपल्ट सोचेर मात्र राम्रोसँग बुझेर मात्र बोल्ने गरौँ। सबैले झुटो आरोप लाउँदा उनी मानसिक तथा पीडामा परेर यस्तो मानसिक अवस्थामा परेर बिमार भएका छन्। साथीहरू यिनलाई अहिले सहयोग गर्ने बेला छ। हामीले साथ सपोर्ट गरेर उनलाई सहयोग गर्नुपर्छ। उनलाई बिमारबाट ठिक पार्नुपर्छ। हवस् त, नमस्ते साथीहरू, यति नै।